आज दिनभरि रुखबाट आँप तोड्दा तोड्दै मेरो हालत एकदमै खराब भइसकेको छ, किनकि मेरो नजरमा आँप तोड्ने काम दुनियाँको सबैभन्दा ठूलो काम हो। एक त तलबाट हातमा लगी लिएर आँपलाई तोड्न झन गाह्रो हुन्छ, र यदि कसरी गरी आँप टुट्यो भने त्यसलाई फुट्नबाट बचाउन यो भन्दा पनि ठूलो काम हुन्छ, किनकि माथिबाट डाइरेक्ट आँप तल गिर्न बित्तिकै फुटिहाल्छ, र यदि यो आँप तोड्नमा फुट्यो भने हाम्रो 3 महिनाको मेहनत पूरा बर्बाद हुन्छ। त्यही भएर माथिबाट तल गिरेर फुट्नबाट बचाउनको लागि मैले यो जोगार गरे, तर यो पनि काम लागेन किनकि यसमा 50 वटा पाल थियो। त्यसपछि म सिधा घर गएर ठूलो तिरपाल लिएर आए र यो आइडिया मेरो सक्सेसफुल भयो, जसले गर्दा मेरो एउटा आँप पनि फुटेर बर्बाद भएन। अनि अब म एकछिनमा सबै आँपले लगिबाट तोडिहाले, जुन कि अहिले तल हेर्नमा कति राम्रो देखिरहेको छ, र अब यो सबै यहाँ बोरामा हालेर घर लग्नु पर्छ। त्यही भएर मैले अब सबै आँपले बोरामा हाल्न थाले, र अब एकछिनमै मैले सबै आँपले बोरामा हालेर तयार गर्दै हाले। त्यसपछि अब यसलाई बोकेर घर लग्नको लागि म बाइक लिएर आए, तर यो बाइकमा आँप लादेपछि यो चालु भइरहेको थिएन, तर लास्टमा खै कसरी यो चालु भयो। त्यसपछि म सबै आँप बाइकमा लिएर बेलुकातिर घर आए, र अब दिनभरि काम गर्दा गर्दै मलाई धेरै पसिना भएको थियो। त्यही भएर म लास्टमा चिसो पानीले हात मुख धोएर फ्रेश भइहाले।